आलु सालु उम्रेर हल्का उम्रेछ यस्तै यसो ड्याङ पारेर रोप्छन्। अब भोलि बिहानै 6-7 बजी म केटिएम जान्छु, फर्किन्छु। अनि हेलो एन्ड नमस्ते, वेलकम ब्याक एनदर भिडियो। म हिजोको ससी गरी आज पनि ब्याक भइसकेको छु। आज चाहिँ दिउँसो भइसकेको छ, 1 बजिसकेको छ, 1-2 बजिसकेको छ। अनि म भर्खर भ्लग गर्दैछु। अनि भर्खर एक राउन्ड पनि खेत घुमेर आइसकेको छु। त्यो एकछिन सानो क्लिप हेरिदिनु होला गाइस। म चाहिँ खेततिर हिँड्दैछु, डुल्दैछु भनौँ न हल्का है त। म चाहिँ खेततिर डुल्दैछु। अनि अस्ति मैले जोताएको ठाउँ चाहिँ यस्तो भएर रहेछ, आलु सालु उम्रेर हल्का उम्रेछ यस्तै यसो ड्याङ पारेर रोप्छन्। यो नि माथि धान काटेको छ क्या, यो धान काटेर भर्खरै यस्तो छ। यसलाई फेरि जोतेर मल्छ हालेर यस्तै ड्याङ बनाएर आलु रोपेपछि यस्तै हुन्छ। म आउन्जेलसम्म यहाँ पनि, अब अर्कोचोटि आउँदाखेरि यहाँ पनि जस यत्तिकै भइसक्छ होला सायद, यत्तिको। यो 15-20 दिन भइसक्यो क्या यो यति भएको। गोडमिला यस्तो छ, यसरी फल्छ है ट्याक्सी गरी फल्या हुन्छ गोडमिला पनि। सबै माथि हलभित्र चाहिँ यस्तो हुन्छ, परैसम्म छ कि यसै गरी फल्या हुन्छ गोडमिला। अनि यसलाई टिपेर क्रेटमा प्याक गरेर होइन, त्यसपछि काठमाडौँ पुऱ्याइन्छ। एउटा क्रेटमा चाहिँ त्यस्तै 24-25 केजी हालिन्छ होला, हालिन्छ त्यही हो 24-25 केजी हुन्छ। अब म घर जाँदैछु, घर स्यायो है त। टर्निङ भिजिट गर्दैछु हल्का, त्यसो कि होला म हल्का खेत भिजिट गरेर आएको थिएँ। अनि हाम्रो केटाहरूले चाहिँ 1 गतेको ट्रेकिङको फिक्स भइसकेको रहेछ। 1 गते टिकट काट्यो, त्यत्रो प्लान बनाएर हाम्रो यहाँ केटाहरूसँग फ्लप खाइदियो होइन। अब चाँडो गएर चाँडो आउनुपर्ने कुराहरू भएको छ, त्यो भित्रै कुरा लिक गर्नु हुँदैन, के भयो कसो भयो। त्यही भएर चाँडो गएर चाँडो आउनुपर्ने भइसकेको छ। त्यही भएर चाँडो जाने अनि आइहाल्ने भनेर 1 गते जाने भइसकेको छौँ। 2 गते जाने भनेको थियौँ। त्यही हो गाइस। अब तामाट जान्छु होला म एकछिनमा, किनकि कपाल हल्का कटिङ गर्नु पऱ्यो। भोलि ब्याक हुनुपर्छ, बेला ब्याक टु केटिएम हुनुपर्छ। अनि भोलि सामान प्याक गरेर ट्रेकिङ ब्याग चाहिँ म यहीँबाट लान्छु, यहीँ छ। अनि ब्याक टु केटिएम भएपछि भोलि सामान प्याक गरेर पर्सि बिहानै टिकटहरू भइसकेको छ, प्याक भइसकेको छ। बस पनि पुरै प्याक भइसकेको रहेछ अनि टिकट पनि बुक भइसक्यो। अनि हामी त्यहाँबाट बस चढेर हामी जान्छौँ 5 पोखरी है त। ल अब एकछिन तामाहरू जान्छ होला एकछिनमा, कतिहरू हुन्छ अनि त्यसपछि देखाउँदै गरौँ है त गाइज। ल सब्सक्राइब गर्नु होला गाइज। 5-5:30 भइसकेको छ, यस्तो छ मौसम है। अहिलेसम्म म कहीँ गएको छैन है, रुमको रुम बाइकै भयो भने कि साधनै भने जानलाई। आज यत्तिकै दिन जाने भयो, आजको दिन नै गइसक्यो भनौँ न। दाइलाई कल गरेको छु, दाइ आउनु भयो भने जान्छु होला, नत्र सिधै अब काठमाडौँ गएर जे गर्नु चाहिँ गर्ने। अब च्याउ भयो क्या। ल गाइस हामी कपाल काटेर रोयल तन्दुर मोमो प्यालेस। ए कपाल काटेर निक्लिसक्यो भन्न, निक्लिसकेको छ। हामी कपाल काटेर निक्लिसकेका छौँ। अब उता रोयल जान्छौँ ल। हो के हुँदो रहेछ अरे, के हुँदो रहेछ। ल गाइस म चाहिँ घर आइसकेको छु। अहिले बजिरहेको छ 8 होइन। अनि त्यसपछि म चाहिँ आज दिउँसभरि त्यो कपाल काट्न गएँ, अनि एकछिन खेत भिजिट गरेँ, यताउता हिँड्दै आज दिउँसभरि बित्यो। अनि अब भोलि बिहानै 6-7 बजी म केटिएम जान्छु, फर्किन्छु। अनि भोलि अलिअलि सामान किन्नु छ 5 पोखरीको ट्रेकिङको लागि। अनि लगभग मैले सामान प्याक गरिसकेको छु। अब हल्का चक्लेटहरू, अब केही बिचमा केही खानुपर्छ होला, त्यस्तै मेडिसिनहरू अलिअलि किन्नु छ। अनि जस भोलि बिहान पनि कन्टिन्यू हुन्छ यो भ्लग। अनि अर्को कुरा के हो भने, अर्को कुरा चाहिँ जस 4-5 दिन भ्लग आउँदैन होला, किनकि यही लास्ट भ्लग हुनेवाला छ।
4-5 दिन चाहिँ म भ्लग गर्दिनँ गरे पनि पाँचपोखरीमा हुन्छु अनि पाँचपोखरीमा हुँदाखेरि भ्लग गरे पनि अनि अपलोड गर्ने ठाउँ छैन हैन डे 1 डे 2 गरेर म हालिदिन्थ्यो होला तर नेट हुँदैन अनि नेट चल्दैन नेट नहुँदामा जाँदैछु है नेटहरू केही हुँदैन अनि त्यसपछि भ्लग पनि अपलोड हुँदैन त्यस्तै 4-5 दिन पछि आएर मात्रै म यो भ्लग अपलोड गर्छु योभन्दा अर्को 5 पोखरीको यो त म भोलि अपलोड गरिहाल्छु अनि 5 पोखरीको भ्लग चाहिँ 5-6 दिन पछि मात्रै भ्लग अपलोड हुन्छ उताबाट आएपछि ल त्यही हो गाइस म भोलि भेट्छु बिहान केटिएम जाने बेला भोलि 6-7 बजी हिँड्नुपर्छ त्यही हो गाइस ल भोलि भेटौँला एकैचोटि है त जो पनि नयाँ हुन्छ सब्सक्राइब गर्नु होला है त ल गाइस अहिले बिहानको 6:30 भइसकेको छ हिजो बेलुका हल्का भ्लग गरेर त्यही एन्ड गर्दैको थिएन होइन अनि अलि यस्तो भइरहेछ बाहिर होइन सुनेको छु यो ठ्याक्कै अलि तल बढ्छ होइन अनि त्यसपछि यो अनि अलिपछि माथिबाट खतरा भ्यू आउँछ घाम उदाएपछि होइन सनराइज भएपछि चाहिँ यस्तो दामी भ्यू आउँछ माथिबाट त्यो देखियो भने तपाईँहरूलाई म बसबाट देखाइहाल्छु अनि अब 7 बजे हामी निक्लिनुपर्छ अब आधी घन्टापछि हामी निक्लिहाल्नुपर्छ किनकि रेडी लागेर हुँदैन उता फेरि लगन खेल पुग्नु एकचोटि फेरि एकचोटि उता बल्खु नै पुग्नु पर्ने होला त्यहाँ सामानहरू लिनलाई अर्डर गरेको छु होइन अनि त्यसपछि यस अलिअलि काम छ अनि प्याकिङ अलिअलि भइसकेको छ खाजा त्यहाँ के लाने उता लानलाई अलिअलि सामान मेडिसिनहरू किन्नु छ चक्लेटहरू किन्नु छ च्याउ छ आज दिउँसोभरि त्यत्तिकै टाइम स्पेन्ड हुन्छ होला अनि गाइज त्यही हो जो पनि नयाँ हुन्छ सब्सक्राइब गर्नु होला अनि भेट्दै गरौँ न अहिले देखाउँदै गरौँ न ल अब एक कप चिया खाएर लुगा लाएर कुदिहाल्छु है त गाइस ल ब्याक चाहिँ भन्दै थिएन रिना ठ्याक्कै होइन हाम्रो हल्का मार्टमा जाँदैछौँ केही सामान किन्नको लागि भोलिको लागि है केटाहरू आउँदैछ म चाहिँ अगाडि हिँडिसकेँ है त मार्टमा गएर भेटौँला भोलि ट्रेकिङको लागि के हल्का केही चिप्सहरू केही सामानहरू है त ल गाइस सामान किनेर ट्याक्क हिँडिसकेको छु मार्टबाट अझ कन्स्ट्रक्सन हुँदो रहेछ पिचेस हुँदो रहेछ ल हल्का बिग्रिएको थियो राम्रै काम हो यो त यस्तो हुँदो रहेछ ल दामी ल गाइस थ्याङ्क यू फर वाचिङ दिस भिडियो डोन्ट फर्गेट टु सब्सक्राइब भन्दै म आजको भिडियो यहीँ इन्ड गर्न चाहन्छु अनि अर्को कुरा के हो भने एकचोटि साथीलाई भेट्न म बल्खु पुग्नु छ त्यसको सामान पनि लिएर आउनु छ वाकिटकी होइन अनि जस्तो वाकिटकी लिएर आउनुपर्छ एकचोटि उहाँ नि पुग्नु छ एकचोटि उहाँ पनि जान्छु होला अब यो भ्लगलाई चाहिँ म यहीँ इन्ड गर्न चाहन्छु अब 2 घन्टा बाँकी छ अझै 3:30 भएको छ अब 1.5 घन्टा जति भनौँ न 1.5 घन्टा जति त अनि त्यति 1.5-2 घन्टा जति त अनि रुममै बस्नुपर्छ अनि म भ्लग सक एडिट गर्छु अनि हाल्छु त्यही भएर यति 1 घन्टामा त म एडिट गरेर हालिसक्छु अनि भोलिको हाम्रो ट्रेक चाहिँ पाँचपोखरीको छ
अनि हाम नन स्टप 4 दिनको ट्रेक गएर आउँदा 4 दिन लाग्छ अनि 4 दिन चाहिँ नन स्टप ट्रेक हुन्छ अब नेट हुँदैन नत्र म डे 1 डे 2 गरेर मैले भ्लग हाल्ने सोचिरहेको थिएँ त्यही भएर नेट नै हुँदैन केही हुँदैन त्यही भएर भ्लग चाहिँ एकैचोटि सबै जहाँ गइन्छ 5 पोखरीको सबै एकैचोटि आउँछ है फर्स्ट दिनदेखि लास्ट दिनसम्मको एउटैमा आउँछ त्यही हो अब 4 दिन चाहिँ म अस्तव्यस्त हुन्छु भ्लगको लागि 4 दिनको भने 5 दिनमा यो भ्लग त्यो 5 पोखरीको भ्लग झरिहाल्छ यो त आजै झर्छ त्यही हो थ्याङ्क यू फर वाचिङ दिस भिडियो डोन्ट फर्गेट टु सब्सक्राइब भन्दै म यो भ्लग एन्ड गर्न चाहन्छु अनि जस अलिकति सब्सक्राइबरहरू पनि गेम भइरहेको छ त्यही हो ल भोलि भेटौँला भोलि भन्नाले अब 5 दिन पछि भेटौँला है त एकैचोटि ल बाई गाइस